तर त्यति टाढो त अलि नहुन नि सक्छ, अलि नजिक नजिकको चाहिँ चिट हाल्नुपर्छ। यतिको नाम लेखेको चिट बनाउनु होला, चिट बनाउनुहोस्। विनोद ढकालले यहाँ चिट बनाएर यहाँ राख्नुहोस् त। विनोद ढकालले होला। तपाईँहरू छेउछेउमा बस्ने मान्छे ध्यान दिनु होला। अहिले झन्डै टाउकोमा लगाएको थियौँ, लगाइहाल्यो भने पनि यो झुक्केर लगायो हुने छै। अहिलेलाई यति बुझौँ, जसले झ्याम्पल ट्याङ्गे मिटाउनुहुन्छ ठुलो धनराशि पनि छ है पुरस्कार। फेरि ध्यान दिनु होला। मदन खड्का होइन त हो, यहाँ जसको अहिले नाम पढ्यो त्यही लाइनमा बस्नु होला। अहिले राष्ट्र भारतमा राष्ट्रतिर पुग्नु होला, नाम भन्न बिहार आयो भने त्यही हो। यसले हान्छ के निलो पुल हो हानो सीधा आउँछ है। हो आयो 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 त्यतिखेर घामो चाहिँ फुटाइहाल्नु भयो। यो जति नफुट्यो त्यति लम्बिन सक्नेसम्म बढेर गयो। धेरै धेरै धन्यवाद। पुरस्कार पनि त्यही पाउँछ, हाम्रो भने त्यही हुँदाउला जस्तो गर्छ। अगाडि बढ्यौ हानौँ न। गो 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 रिङबाट बाहिरिनु धेरै धेरै धन्यवाद। हाम्रो यसरी हाम्रो हुँदैन हान्नु पर्यो। त्यो उद्देश्य पुरा भएको छ। झन् रियाटो लाग्ने घुमाइदिँदो रहेछ। हुडिङ गऱ्यो भाइ सिधा सिधा बाङ्गो जानलाई एकदम हुटिङ मात्र गरेर पाउने छ। हो त्यहाँबाट टाउकै बाङ्गो गइसक्यो अनि सीधा अनि यता 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 साइड साइड यता 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 साइड घरमा भनि डर भयो। अब बढौँ। यो त सिधै बाङ्गो यता हो। 1 2 3 गो। उडाइदेऊ टाउको। बाहिरिनु भयो। अब त्यसपछि गो गो हानो 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 हानो
श्रेष्ठ ल दिलकुमार श्रेष्ठ त्यसपछि दिलकुमारपछि त्यसपछि राज श्रेष्ठ ल एकदम 1 2 3 गो मोहन सर हेलो ए मोहन सर मेरो नाम लेख्नु पर्यो त्यसपछि दिलकुमार श्रेष्ठ बानेश्वर ए मोहन सर मोहन सर भइसक्यो कति घुमाएको यतिको त र यो पनि फुटेन भने अन्तिममा राजु श्रेष्ठ हुनुहुन्छ उहाँले चाहिँ फुटाउने मात्र हो पुरस्कार चाहिँ उहाँले पाउनुहुन्न र त्यहाँनिर फर्स्ट सेकेन्डको आधारमा पुरस्कार घोषणा गरिनेछ उहाँलाई चाहिँ रोहन लाग्यो अलिक पछि केटाकेटी नै हुनुहुन्छ उहाँले पाएर यसो त्यहाँनिर मात्रै हो सिकाइरहेछ टाउको फुटाऊ उहाँले रमाइलोको लागि गर्दै हुनुहुन्छ कृपया